हेलो एभ्रिवान, स्वागत छ सबैजनालाई सम्झना मुकबाङ च्यानलमा। आज चाहिँ हामी दुई बहिनी चाहिँ मुकबाङ भिडियो गराउँदैछौँ। अनि त्यसपछि यो चाहिँ मेरो बहिनी करेन्ट चाउचाउ, त्यसपछि यता छ पानीपुरी अनि पानीपुरीको झोल। हामीले चाहिँ पानीपुरीको मसला चाहिँ लिएर आएनौँ किनभने यसरी भयो भने छिटो पनि हुन्छ मिठो पनि हुन्छ भनेर चाहिँ हामीले ल्याएनौँ। अनि यता छ हाम्रो सलाद। अब चाहिँ हामी खाना सुरु गर्छौँ साथीहरू। सबैजनाले हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै अब हामी खाना सुरु गर्छौँ। ल खा। आज चाहिँ हामी दुई बहिनीको धेरै दिनपछि मुकबाङ भिडियो हुँदैछ। म चाहिँ सागमा लगाएर खान्छु कि यसरी मिठो लाग्छ मलाई। थमिल बना न। ल खाएँ ल साथीहरू, मैले चाहिँ सागमा लगाएर बोल्न नगाउँदै खाइहालेँ। मिठो भएको छ अनि स्पाइसी एकदम। भन त मिठो भयो नि। मिठो हुन्छ सबै खा। हाँडी घोप्टी बाँध लाग्नु हो न जान्छ। यो म भने त हल्ला मात्र धेरै हुन्छ कि झगडा नै धेरै पार्छ नि त नि। साथीहरू यसले चाहिँ मलाई कराइरहेछ भनेको नि चुवाको हो यस्तरी झगडा गरेर पानीपुरी खाएँ साथीहरू मैले चाहिँ। पानीपुरी एकदमै स्पाइसी अनि मिठो। यस्तो नै बनाएर खाएपछि पानीपुरीको झोल धेरै मिठो हुन्छ क्या। बेसरी भन्नु भन्नुहुन्छ। अब बेसरी बोल्नु कोही सुन्दैन। बस्नै कस्तो गाह्रो मान्छु क्या। मिठो भएको क्या बहुत। सबैदेखि नहुँदा उता साह्रो पो जान्छ। हामी दुई बहिनी चाहिँ भिडियोमा पहिलोचोटि मेरो बहिनी चाहिँ सबने देखाएन। मम्मी पिरो भयो मलाई त। पानीपुरी र
चाउचाउ चाहिँ एकदमै स्पाइसी, एकदमै स्पाइसी भयो नि खाना चाहिँ हामी छोड्दैनौँ साथीहरू, किनकि हामीलाई मिठो लाग्छ। मलाई भन्छ पिरो भयो कि नै, पिरो भयो कि नै, मिठो भयो कि नै। मिठो त बहुत मिठो छ, तर पिरो पनि बहुत छ। त्यो बोध भनेको के रहेछ? बहुत भनेको बहुत हो। चाउचाउ चाहिँ सकियो साथीहरू। चाउ चाहिँ हाम्रो सक्यो। अनि त्यसपछि हामीले चाहिँ पानीपुरी खाँदैछौँ। झ्यालबाट चाहिँ मेरो छोराले हेर्दैछ। मेरो र बुढाको छोरा हो, मेरो मात्रै चाहिँ होइन। बरु अघि यस्तो देखाएको हुँदो रहेछ। सो साथीहरू, हाम्रो चाहिँ मुकबाङ भिडियो खाएर चाहिँ हामी दुई बहिनीले सक्यौँ चाउचाउ र के अरे पानीपुरी। अनि चाहिँ अब चाहिँ हामी भिडियोहरू एन्ड गर्नतर्फ लाग्छौँ। अनि हाम्रो भिडियो चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै हामी भिडियो एन्ड गर्छौँ। बाई। पिरोले मऱ्यो।